आज हामी बनाउन जाँदैछौँ होइन लोकलको अन्डा, लोकल कुखुरीको अन्डा। त्यसपछि हामी बनाउँदै जाँदैछौँ पनिर, मटर पनिर। यो त जिन्दगी, त्यो पनि केमा? चौरीको घिउमा। ओके, हाम्रो घिउ हालिसकेँ मैले होइन। त्यसपछि अन्डा टक्क एकदम सानो सानो हुन्छ यसको अन्डा होइन। अब चाहिँ यसमा हल्का नुन मात्रै टपिङ गर्नुपर्छ है, हल्का सर स्पाइसेस। दिस इज हाउ इट लुक्स होइन। यो मिठो हुन्छ दाङ भाखा। अब साइड लाउने हो। अब हामी जान्छौँ मटर पनिर पकाउनको लागि है त। मटर पनिर अन द वे। अब चाहिँ हामी सबभन्दा पहिला होइन जिरा हाल्छौँ। जिरा तातिसकेको छ। ओके, जिरा हालिदिएँ। जिरा फ्राई हुँदैछ। त्यसपछि मैले मिक्सरमा मिक्स गरेको छु सबै होइन। प्याज, टमाटर, लसुन, अदुवा सबै। हामी यसलाई पकाउनेछौँ। सरी, अब यो भाइ त यो फेरि घिउमा बनाएको है। मान्छेहरू कन्फ्युज हुन्छन् होइन। घिउमा यसरी गर्ने हो होइन। त्यसपछि हाम्रो यो चाहिँ लोकल चिकनको अन्डा 3टा सानो हुन्छ। यो चाहिँ अब हल्का यसलाई बोइल हुनिदिने, पाक्छ यो। त्यसपछि यसमा मसला हालेर यो हाल्ने देन इट्स डन। अब यसमा होइन, यसमा हालिन्छ अब हामीले मटर। सर हामीसँग क्रिम छैन अनि के यो काजुको पेस्ट छैन। सो जस्तो जेबाट बन्छ त्यही बनाइरह होइन। मिठो चाहिँ खतरा बन्छ। दाङ लाग्यो फपी छ क्या, फपी देखा भने। हेर्नुहोस् साथीहरू, अब यति भइसक्यो। यसमा अब म हाल्छु नुन, त्यसपछि बेसार, त्यसपछि अलिकति जिरा धनियाँ, अलिकति यो लाल खुर्सानी, त्यसपछि अलिकति मिट मसला पनि हालिदिन्छु। कस्तो हुन्छ हेरौँ है त। सबै स्वाद अनुसार हाल्नु है। यति चम्चा उति चम्चा भन्ने छैन। हामी चाहिँ पकाउँदा थाहा भइसक्यो यति चम्चा यति हाल्नुपर्छ भनेर। त्यसपछि लाइक दिस अनि हल्का लेट वापस केही छैन। यसलाई अलिकति हालिदिनु पऱ्यो होइन। चिकन मसला हालिदिने। त्यसपछि हामी अलिकति धनियाँले गार्निस गर्छौँ त्यसपछि है त। अब चाहिँ यसलाई होइन हल्का ठिक भयो हालिदिने।
ओके ओके राख्नु त ल यतिको बनाएको छ है मेरो पनिर फ्राइड पनिर शाही पनिर पनिरका टुक्रा अब यसमा चाहिँ यो चाहिँ हाल्नै पऱ्यो कि धनियाँ नहालिकन मजा आउँदैन फेरि ओके ल हेर्नुहोस् हाम्रो मटर पनिर यो कालो डढाइ होइन नि फेरि यो रोस्टेड भन्छ त्यसलाई होइन दामी भयो